म चाहिँ अरू मान्छेलाई पनि हेर्छु हैन, त्यो मान्छेले कस्तो गरिरहेछ भनेर धेरै ख्याल गर्छु म, मुखले नभने पनि हैन। अनि कति कुराहरूमा देखिन्छ हामीले चाहिँ हाम्रो लागि पैसा इन्भेस्ट गरिदैन कि, हामीले आफ्नो लागि कि। जस्तो भनौँ तपाईहरू अब अमेरिका हैन, दुबई, कतार, मलेसिया जता पनि हुनुहुन्छ भने हामी नेपालीले चाहिँ एउटा स्टोरमा गएर केही किन्नु पर्यो भने कति सोच्छौँ कि। मैले आफूले मलाई एउटा केही टी सर्ट किन्नु पर्यो भने पहिला छोराको याद आउँछ, बुढाको याद आउँछ हैन, यो पैसाले यो गर्छु भन्ने दिमागमा आउँछ कि। मैले मेरो सोचाइ हजुरहरूलाई भने हजुरहरूको पनि त्यस्तै होला हैन। अनि यहाँको मान्छेको सोचाइ हेर्छु कि मैले, नङ पनि राखेको छ, कपाल पनि बनाएको छ, आइब्रो पनि बनाएको छ हैन, लिपो के आफूले राम्री हुन कस्तो गरेको छ कि। अनि हामीले हाम्रो लागि समय किन नदिएको होला, कि त हामी जन्मिँदैदेखि सानैदेखि त्यस्तै सिकाइयो नि त हामीलाई, त्यो हुँदाखेरि ख्याल नभएको कि जस्तो लाग्छ कि मलाई। तर आफूमा चाहिँ इन्भेस्टमेन्ट गर्नु पर्दो रहेछ। हेर्नु, आफू राम्री हुनुपर्छ, पकाउन मात्र जानेर खाना मात्र जानेर हुँदैन। छोरी मान्छे हिँड्दाखेरि बन्न पनि जान्नुपर्छ, लाउन पनि जान्नुपर्छ। त्यही भएर आजबाट चाहिँ तपाईहरू राम्री पनि बन्ने कोसिस गर्नुस्। म त यस्तै हो, सधैँ यस्तै हो भने झुत्री झाम्त्री परेर बस्नुभयो भने काम चल्दैन साथीहरू। छोरी मान्छे चाहिँ राम्री नै हुनुपर्छ, बन्नुपर्छ, मेकअप गर्नुपर्छ। योभन्दा तपाईँले त मेकअप गर्नु भएको छैन भन्नु होला, म भर्खर उठेको फ्रेस हुन्छु, म राम्री बन्छु। कसैको लागि राम्री बन्ने होइन, स्वयं आफ्नो लागि, आफ्नो सेल्फ कन्फिडेन्स बिल्डअप गर्नको लागि तपाईँले आफूले आफूलाई मिररमा हेर्दाखेरि आहा भनेर एउटा कन्फिडेन्स लेभल आओस् न। मिररमा उभिएछ भुत्लुङ्ग केही गरेको छैन भने कस्तो फिल हुन्छ तपाईँलाई। तर टक्क मेकअप गरेको छ, टक्क ड्रेसअप गरेको छ, हेयर कट यताउता सबै छ भने, ब्यालेन्स वेमा सबै कुरा राम्रो देखिएको छ भने तपाईँलाई राम्रो प्राउड फिल आउँछ कि, आफू सेल्फ कन्फिडेन्स। त्यही भएर कन्फिडेन्स बिल्डअप गर्नको लागि पहिला बन्न पनि खोज्नु होला है त।